अनि के पल्लो घरमा बिहा आएछ नि जन्ती जाने निम्तो यो कार्ड कहाँबाट भेट्यौ तिमीले के थियो त मलाई तपाईँले भन्नुभएको थिएन त अनि जन्ती जाने निम्तो आइसक्यो त भोलिको बिहे केही तयारी छैन आफ्नो जन्ती जान मलाई पो हो त तिमीलाई के को चासो पर्यो जन्ती जो जाँदा पनि हुन्छ नि के को चासोको कुरा किन जानु तिमी जन्ती जाने नि रमाइलो गर्न पर्या छैन जानु अनि आफ्नो परेन गर नाच्न कि जन्तीले जानुपर्छ पर्छ त अनि कस्तो नभनिकन हेर जन्ती जानुपर्छ भनेर मलाई नभनि पर्या छैन जानु तिमीहरू जन्ती जाँदा कति खर्च हुन्छ साडी चाहियो साडीमा मिल्ने चोलो चाहियो चोलोमा मिल्ने कानको बाला चाहियो कानको बालामा मिल्ने चुरा चाहियो चुरामा मिल्ने जुत्ती चाहियो होइन अझै भएन ओठामा लाउने त्यही अनुसारको चाहियो होइन अझै भएन अनुहार राम्रो बनाउनु पर्यो भनेर उहाँ जानु पर्यो ब्युटी पार्लर जानु पर्यो कति खर्च हुन्छ एउटा बेमा जान तिमीहरूको नि 10 देखि 15,000 रुपियाँ खर्च हुन्छ त्यही कारणले जानु परेको छैन खर्च हुन्छ त अनि अनावश्यक खर्च गर्नु परेको छैन किन बेवार ल्याउनु भएको त त्यसो भए त्यही खर्च गर्न बुढीलाई लाउन दिन राम्रो राम्रो यसो कहिलेकाहीँ घुमाउन लान यसो सपिङ गराउनु होइन त कहिलेकाहीँ त यसो अब फल्लाको यसो बिहे आएछ कता जाने के यसो सपिङ हुँदैन सपिङ त्यस्तो अनावश्यक खर्च गर्नु परेको छैन के बे गरेर ल्यायो भने खर्च गर्नुपर्छ भन्ने छ बचाउने हो बचाउँदा के मर जाँदा लिएर गइँदैन त कति न बचाउने कुरा म जान्छु नि त्यहाँ जन्ती पर्दैन तपाईँ जानु हामीलाई एउटा कोट र एउटा प्यान्टले पुग्छ भने तिमीलाई 10 देखि 15,000 सम्मको खर्च हुन्छ त्यही कारण जानु परेको छैन चाहिन्छ त नि राम्रो हुनु परेन कतै न यो कार्ड लुकाएर राखेको कहाँबाट भेट्यो यो कार्ड जसैबाट भेट्यो जानु है जन्ती पनि तपाईँ नै जानु सबैतिर तपाईँ नै जानु कतै जन्ती जाने अरे